ल टिपेछ हैन त्यत्रो प्लास्टिक भएन अब त झोलामा हाल्नुपर्छ अहिले अलि धेरै हो गरा यता ल्याउ मलाई एकछिन ल हाम्रो त्यहाँ न्यु टिप्दैछ नि यहाँ अब हामी चाहिँ हिजो अस्ति अरूले बिगारेको त्यस कारणले गर्दा अब सानोतिनो भए पनि यहाँ टिपेर हामी चाहिँ खाकुराले त्यस्तो गर्दैछौँ है तातेको छ है तातेको छ है तातेको छ तातेको छ खोइ त तातेको छैन त्यहाँ न्युरो तलतिर छ कि यतातिर हामी धेरै माथि माथि छैन झोला हाल्नु पर्यो क्या खाली गरेर म टिपिहाल्छु नि यहाँ पिर नगर निउरो त जति पनि छ त ल गाइजहरू यहाँ अब लौरो कहाँ गयो मेरो कहाँ फाल्ने निउरो देखिन्न त ऊ यहाँ टिप यसलाई टिप यसलाई भाँच यत्रोलाई भाँच अरूलाई नभाँच ल गुड ल म देखाउँछु एकछिन उहाँ टिप भनेको त्यत्तिकै छोडेछ नि ल हेर त उहाँ ऊ यो 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 हो यो सानो सानो यो त मिठो एकदम यो भाँच हेर अनि यहाँ त है त्यो यस्तो लाने हो क्या हामीले त के अन्त ठुला त लैसकेको छ तर अलि ठुलो हो क्या त्यहाँ माथि 100% छ माथि लहर च्याउ अब च्याउ त भेटिएन हालो ल्याउ हालो अहिले खानेकुरा अलि निकालौँ ल बाहिरपट्टि छ होइन चाउचाउहरू छ हामीसँग अहिले हन्टिङ गर्छौँ यहाँ निउरो अलि टिपिसक्नु भएछ कि कसले भन्दा नि जनताले हाल त धेरै भयो हाल त्यस्तै 5-6 जति पनि पाइन्छ क्या नाच्थ्यो नि छ जति ऊ ठस निस्केछन् ऊ वहाँ चलाएर यस्तो यहाँ अहिले चाउचाउ अलि निकालौँ ल क्या के भन्नु कि बाहिरपट्टि हाल्छौ म बिस्कुट नि हालेछु बाहिरपट्टि निउरो त्यहीँ हाल भयो ओके अनि तिम्रो यस्तो छ नि हो यस्तो र यस्तो गाँज हेर्ने रे ल 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 अब यहाँ हेर ठ्याक्क हेर्दै हिँड्दा ठ्याक्क धेरै सानो टिप्नु परेन अनि रातो खालको नटिप है यो छ नि यो हो यो रातो खालको नटिप है यो यस्तो खालको मात्र टिप्ने निलो खालको निलो खालको यत्रो हो के अरे यो जम्मै टिपेसँग के हेर्ने सब हानिसकेछ नि साथीहरूले के गर्ने हामी लास्टमा परिएछ लास्ट त होइन तर ठिकै हो आज शनिबार भनेर आएको यो रातो खालको नटिप निलो खालको मात्रै है रातो खालको सेम यस्तै छ तर त्यसलाई खानु हुँदैन अरे क्या ल है गाइजहरू कता हो कता यता छ यता आत्तिनु पर्दैन अरे हामीलाई भारी पुगिहाल्छ नआट्यो केही पिर छैन जति नै छ नि उयो हामीले यस्तै टिपेर भक्करै गइन्छ झोला भराइन्छ गइन्छ होइन आइटो नै छ यहाँ त्यो रातो खालको नटिप्ने कालो खालको मात्रै टिप्ने ट्याक्क यो पनि हो केही छैन ठिक छ नि टिपिरहेछौ कस्तो लागिरह अब मेरो त हात भरियो एउटाले भिडियो बनाउनु पऱ्यो एकछिन ल हेर त्यहीँ आँडा हेर त कत्रो मजाको ल हेर यत्र ल हेर त्यो त केले भाँचेर रहेछ ऊ त्यहाँ उयो यत्रो त हान्ने हो क्या हो त्यत्रो ल हाल त झोला हाल त ओ उता थुप्रै छ यार वहाँ पारिपट्टि यो मेसो सलक्कै जाने है यहाँ अब भिडियो अलि धेरै बनाउनु पर्छ अरे कति मिनटको बनाउने 4-5 मिनटको बनाऊ ल ओके यसलाई नि टिप यसलाई हो त्यसलाई अलि माथिबाट भाँच्यो नि यहाँ छ यो टिप यो चिज हो त यार यस्तै मिहिनेत गरेर आइयो छ एक झोला त लाने हो क्या ओहो यार म चाहिँ कता गएँ यो पुरै मेसो हो क्या अब त्यता जाने हो पखाइ ल यस्तो थ्याङ्क यू है सो मच ल भाइले टिप्दै हो नि र अहिले अलि पातला छ ल टिप्दै जाऊ होइन ल अब आज इन्डिङ गरौँ यहाँ मुनतिर छ हेर त 4-5-6वटा हेर त हेर ल है गाइजहरू नमस्कार 1 2 3 4 ल भाइले अलि पहिलोचोटि भएको हुनाले म चाहिँ भिडियो बनाएको छु हामी अलि उता अगाडि 1 2 3 4 लस्करी आडमा उतापट्टि आडमा हेर न हो त्यो पल्लो त्यहाँ हेर न उता त्यही मुनि हेर नि यता आड यहाँ त्यति तल नभाँच अलि माथि भाँच इका
उहाँ अर्को ल भाइले अलि पहिलोचोटि भएको हुनाले नचिनेर मैले चाहिँ यसो देखाउँदै भिडियो गर्दै गरेको छु गाइजहरू। हामी यो के लिएको खै थाहा छैन मलाई नि। म चाहिँ अलि यहाँ आइरहेको छु 3-4 पटक। अब यहाँ माथि जान्छौँ है त ल आजकोमा चाहिँ त्यो च्याउ नखाने होला, च्याउलाई जोड्न गर्नु न्युरो गरौँ है त ल। थ्याङ्क यू सो मच सबैले यो भिडियो हेरेर माया गरिदिनु होला है त।